हेलो नमस्ते, के छ खबर? सबैजना सन्चै हुनुहुन्छ, आराम हुनुहुन्छ है? अब आज मैले भ्लग गर्नु त्यही कामको आफ्नो काममा के आउँछ त्यही कुराहरू देखाइरहेको छु। भ्लग राम्रोसँग हेर्नु होला, कृपया लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है। यति फेसबुकमा हाल्यो भने चाहिँ अब यसो हेर्नु होला, काहीँ कमजोरीको धेरै ठाउँमा हुन्छ, ती कुराहरूलाई मैले सचाउन पाऊँ है। त्यही हो, काम गर्ने क्रममा कहिले मिस्टेक पनि हुन्छ है। मिस्टेक भयो भने त जान्ने हो नि त, सुझाव सल्लाह चाहिँ दिन नबिर्सिनु होला है। त्यही हो। र अहिले चाहिँ भनौँ न अब हाम्रो सायद अब आज यो सबै क्लियर गरिन्छ, अनि भोलि नै यहाँ बान बोकेर भोलि नै बान बोक्ने, बिहान एकदम राम्रोसँग काम चाहिँ सुचारू हुन्छ फेरि। किन यो बिचमा काम होल्ड भयो कि ल आज कस्तो भयो, आज यति भइसकिन्थ्यो। यो भ्याएर मैले के भन्थेँ, आज बेता मसँग बान बोक्ने, भोलि बिहान फर्स्ट आवरबाटै फिरफार गरेर काम सुरु गरौँ भनेको। लास्टमा पानी पर्थ्यो, पानी पर्छ। ल 10-11 बजीबाट काम सुरु गरेको, अहिले हारारी 2-2:30 हुँदा र काम यति काम भएको छ। अब यसलाई सपोर्ट गर्न छ, अनि उत्तापट्टि भागमा सपोर्ट गर्न छ, अनि यो पिलरहरू भागहरू गइसक्यो है। अब यहाँ चाहिँ सबै नयाँ खालको सामानहरू चाहिँ सबै नयाँ हालेको छ, प्लाईहरू चाहिँ सबै नयाँ हालेको छ, टेकाहरू सबै नयाँ हालेको छ। काम चाहिँ नयाँ हुन्छ, काम यो अन हुन्छ कि सर्लक्क पर्छ। र यसलाई चाहिँ म 2 दिन राख्छु। यसलाई म भोलि चाहिँ आरसिसी गरिसकेपछि 1 गते बिदा भइहाल्यो, 2 गते मात्रै यसलाई निकालेर फेरि यतातिर फिटफाट गर्ने क्या, फुकालेर यता फिट गर्ने। त्यसपछि फेरि यसलाई 2 दिन राखेर म यो बिचको गाह्रो तन्काइहाल्छु। यतातिर गाह्रोहरूको कामहरू सब क्लियर गर्दै गर्छु। त्यही हो हाम्रो चाहिँ यहाँ आरसिसीको लागि चाहिँ पट्टाको कामहरू भइसकेको छ। म चाहिँ खाना गएको थिएँ, खाना खाएर आउँदा उता आज ल 11वटा पिलर उठाउँदैछु, ढिलो भयो आउँदा होइन। तर आउँदा अहिले ल भ्याइसक्नु पनि भरेछ पुरै, आरसिसी पुरै भ्याएको छ होइन। ल अब आधी घन्टामा सबै क्लियर हुन्छ। अनि त्यसपछि भनेको हाम्रो टोलीहरूले चाहिँ अब आज यसमै पानी ट्याङ्कीलाई यसमा चाहिँ आरसिसी गर्ने हो, सबै गर्दैछ। हाम्रो सानो भाइ हेरेर उता हेरेको, हेर्न लज आएको, हेरेर हाँसेको भाइ चाहिँ लजाउँछ। यस अब हामीले सायद यसलाई चाहिँ हामी भोलि नै गरिन्छ, देन आफ्टर 2 दिन यसलाई 1 दिन राखिन्छ, 2 गतेबाट बल्ल यता गरिन्छ होला। यसमा 2 तिरैबाट सपोर्ट गर्नुपर्छ, किनभने फेरि दौडिने सम्भावना बढी हुन्छ, भाग्छ भन्नाले फुट्छ होइन, जान्छ, गाह्रो हुन्छ नि त काम गर्दाखेरि। त्यही हो। र अब ल हाफ एन आवरमा चाहिँ सबै कामहरू यहाँ डाइरेक्ट क्लियर गर्नुहुन्छ। त्यसपछि भने पुरै फलमले सपोर्ट गर्ने हो कि होइन, ताकि डर हाम्रो 6 इन्चको ढलान हुन्छ। यता चाहिँ 6 इन्चको ढलान गर्ने सपोर्ट हाल्नु। म तपाईँलाई देखाउँछु भने म अब आउनु ढिलो भयो है, घर नदिएको गरेँ, खानसाना खाएर निस्किने टाइम लाग्यो। अब यसमा चाहिँ आज चाहिँ पातलो गरेर पछि गरेर छोडिदिने आज चाहिँ। त्यही हो। र अहिले चाहिँ नटहरू कस्ने काम भएको छ, तपाईँको नटहरू कस्ने काम यता उहाँ नि भान्जा होइन त, भान्जा अनि अर्को भान्जा खाने, एउटा चम्बो भान्जा बोले मान्छेलाई मक्खै बनाउने, चित्त पानी तेल घस्ने, ल्याइहाल्ने, त्यस्ता खाना अर्को भान्जा। तिनी आइपुगे छैनन्, तिनी भएको यहाँ अझै कति रमाइलो हुन्थ्यो। अब कस कामहरू भइरहेको यहाँ अझै एउटा बिचमा सपोर्ट दिनुपर्छ होइन। र हाम्रो मेन गाह्रो भनेको उतो फेसको उतापट्टि साइडमा हाल्दा र यो ह्याचुली यो फेसमा हाल्दाखेरि चाहिँ गाह्रो हुने। त्यसपछि हामी चाहिँ साउसँग अहिले भर्खर सल्लाह पनि गरिसक्यो, हुन्छ गर्नु भन्नुपर्छ। हाम्रो मेन गाह्रो भनेको यो साइड गर्दाखेरि क्या, यो साइड गर्दा पुरै टिनमा चढेर गर्नुपर्छ। अनि यो ब्लक कतिको टाइट छ, कतिको डह्रो छ भने तर धान्छ भन्नु हो कि यसले अब हेरौँ के हुन्छ। गर्दै खाँदाखेरि फेरि यता माल हाल्ने पछाडि भाँसेर गयो भने तनाव हुन्छ। त्यही हो मेन भनेको, यहाँ चाहिँ डाउट हुन्छ। यसमा चाहिँ डबल हुन्छ, पुरै यता नि हुन्छ उतापट्टि नि हुन्छ है, सपोर्ट हुनुपर्छ। नत्र भने फेरि पछि माल 6 इन्चको हाल्दा त समस्या हुनसक्छ, प्लाईहरू फुट्न सक्छ, यता जुन सम्भावना बढी हुन्छ। त्यो भयो भने पहिल्यै पूर्व योजनाका साथ काम राम्रोसँग गर्नुपर्छ। उताबाट दाइले कस्नु भयो, यताबाट भान्जाले कसिरहनु भएको छ, दाइले चाहिँ ठुकठाक गरेर मिलाउँदै हुन्छ अझै पनि। धागो लगायो भने सिधा बस्ने भयो नि, एक्युरेट होइन।
धागा लाएर गर भन्ने थियो उमेशलाई मैले भन्न त होइन धागा लाएर नलागेको बिचमा अलिअलि ग्याप बसेर रहेछ क्या अब अर्कोचोटि चाहिँ म यो कुरालाई एकदम मध्यनजर गर्छु है किनकि आफू सबै कुरो लेभलमा भयो भने काम पनि लेभलमा बस्छ नि त काम गर्न पनि सजिलो नि हुन्छ होइन सबै ठाउँमा आफूले हेर्न भ्याइँदैन अब भन्यो भन्दाखेरि चाहिँ अब कहिले काहीँ बिर्सिन्छ नि त अहिले एक सुरमा एउटा कुरा गरेर हुन्छ कोही मान्छे काम गर्ने कुरामा कोही मान्छेहरू के चिज गर्छ यो भएन यो त्यो भएन भने झन् काम बिग्रिन्छ कि लथालिङ्ग हुन्छ त्यो हुन्छ त्यो भएको हिसाबले म अब यहाँ चाहिँ सबै लेभलमा छ यहाँ ऊ त्यो कोठा र उता भर्याङकोमा चाहिँ भनौँ न 0.5 इन्च चाहिँ के भन्छ तर ग्याप बस्छ क्या ग्याप बस्छ त्यो लेभल भइदिएको हो ठ्याक्कै एकुरेट बस्छ नि त त्यो यो कुरा चाहिँ मैले अब सोच्नुपर्छ होइन किनभने कामलाई मैले भन्नुपर्छ किनभने भोलि काम गर्दै जाँदाखेरि सबैसँग एकनाथ हुँदैन होइन त्यो ती गल्तीहरूलाई चाहिँ सुधार गर्नुपर्छ अर्कोचोटि गएर त्यो माथिपट्टि सपोर्टको लागि चाहिँ अहिले त्यो पाता हाल्दै हुन्छ है अनि त्यसपछि अब त्यो साइडमा पाता हाल्न बाँकी छ मेन होइन कि यहाँ चाहिँ त्यो टिन हाल्नु भयो क्या पातलोवाला प्लास्टिकको टिन हाल्नु भयो त्यो जुन रिफ्लेक्सन हुने ट्रान्सपारेन्ट के भन्छ त्यसलाई ट्रान्सप्यारेन्ट हुने हो कि त्यो हाल्नु भएको छ त्यो भएको मलाई अप्ठ्यारो भइरहेको छ कहाँ दाइ पाएको अपर्चुनिटी त छोड्ने नि होइन म त होइन मसँग होइन यस्तो राम्रो स्टाफहरू हुनुहुन्छ होइन दाइहरू सिनियर दाइहरू यस्तै हुन्छ सटिङमा अब दाइहरू हुनुहुन्छ होइन एउटा केही हेर्नु पर्दैन सरकारी काम गर्नु पऱ्यो नि उहाँ हुनुहुन्छ भान्जा हुनुहुन्छ अनि उहाँको भाइ हुनुहुन्छ कि यो हो त्यहाँ इन्जिनियर आयो नि फेला खान्छ उहाँ छ होइन र अनि मार्बलको त्यस्तै छ प्लम्बर त्यस्तै छ बिजुलीवाला युवान छ समस्या होइन कि मलाई त्यो भएको मेन भनेको कुरो आफ्नो युनिट डह्रो भयो भने काम पनि राम्रो हुन्छ र कसैले भन्ने बात पनि हुँदैन होइन त्यही हो जस अहिलेसम्म युनिट चाहिँ राम्रो छ हाम्रो होइन टिमवर्क चाहिँ राम्रो छ हरेक कोलाबोरेसनहरू हुन्छ होइन ल यहाँ यसरी गर्ने त्यहाँ यसरी गर्ने यहाँ यस्तो हो भनेपछि ल यसलाई यसरी गरौँ भनेर सरसल्लाह हुन्छ हरेक ठाउँमा सरसल्लाह हुन्छ होइन त्यो हिसाबमा चाहिँ हामी अगाडि बढिरहेको छौँ हरेक कामहरू सफल पार्दै गएको छौँ त थ्याङ्क यू सबैजनालाई त्यही हो अब अहिले उतापट्टि घरबाट एकछिन सहकारी हुनेछ जुन हाम्रो बिचमा 9 फुट बाँकी रहेछ नि त अहिले त्यहाँबाट 1.5 फुट जति माथि उचालिएको छ 9 फुटको भएको थियो सबै होइन त्यसमा जानुभएको छ मैले नगरेको काम भनेको केही रहेन होला कि अब एउटा प्लेन उडाउन बाँकी छ र चिरफार गर्न काम बाँकी छैन त सबै कुरो गरिरहेको छु अहिलेसम्म चाहिँ ए मेन हुने कुरो बिहे गर्न बाँकी छ दाइले हँसाउनुहुन्छ जस यहाँ म भए पनि नभए पनि काम एक कुरो रफ्तार हुन्छ क्या जस केटाहरूले गरिरहेछ अब आज यसलाई चाहिँ हामीले चाहिँ अब पातलो तरिका चाहिँ पिसिसी गरेर छोड्ने आज चाहिँ अनि भोलि पनि यसलाई ठुकठाक गरिहाल्ने कोही यता गर्ने कोही उता गर्ने यसलाई नि ढलन हानेर यो हाम्रो जुन यसको आरसिसी उठाउँदाखेरि यसलाई त ढलन गरिदिइहाल्ने ढलन गरेर काम एक कुरो काम चाहिँ तान्नुपर्छ कामको मेसै मिल्दैन कि नत्र पनि ल 6-7 गतिसम्म चाहिँ हामीले ढलन हान्ने भने योजना गरेँ मैले चाहिँ अब हेर मौसमले कतिको साथ दिन्छ अब आज जस्तो पानी परिदियो भने त समस्या प्लान चौपट हुन्छ होइन ल अब बाँकी रह्यो भने कि यो फेज मात्र बाँकी रह्यो यो फेज बाँकी रह्यो सबै कुरो चाहिँ यहाँ तपाईँहरूले त्यो पिलरमा देखिरहन्छ यहाँ मैले जुगा हालेँ होइन यसमा जुगा छ नि जुगा त हाल्ने अब 3-4 लाख हालेर पिलर बक्स बनाउने अनि त्यो जुगा हाल्यो नि त पछि फाड्दै जान्छ कि त्योहरू हालेको थिएँ यसमा चाहिँ हामीले ड्रिल गरेर मेसिनले ड्रिल गरेर अनि पल्ला हाल्ने यसमा चाहिँ ल्यान्डिङलाई चाहिँ नामचाप हुँदैछ क्या